आइलिड सर्जरी भनेको के हो त? आइलिड सर्जरी भनेको आँखामा मुन्द्री बनाउने वा क्रिज बनाउने सर्जरी हो। यसमा जसको क्रिजै छैन भने पनि यसमा क्रिज बनाइन्छ। जसको क्रिज एजिङ प्रोसेसले ढाकिएको छ, आँखा लत्रिएर ढाकिएको छ भने त्यसलाई मिलाएर टाइट गरेर सिलाउने एउटा सर्जरी हो। यो कुन एज ग्रुपको मान्छेहरूले गर्न सक्नुहुन्छ त? जेनरली फिट भएको सबै एज ग्रुपको मान्छेहरूले गर्न सक्नुहुन्छ, तर बिलो 18 इयर्सको छ भने प्यारेन्ट्सको, अभिभावकको कन्सेन्ट बिना यो गर्न मिल्दैन। यो सर्जरी गर्ने राइट टाइम कहिले हो त? जब आफूलाई आफ्नो आँखा अलिकति लेजी फिल भएको, अलिकति एजिङ भएको फिल हुन्छ, त्यो नै यसको लागि राइट टाइम हो सर्जरीको लागि। यो सर्जरी कतिको पेनफुल हुन्छ त? लोकल एनेस्थेसियामा गर्ने भएकोले आफूलाई चाहिने भागमा त लट्ठाएर यसलाई सर्जरी गरिन्छ। एनेस्थेसियापछि यो कति पनि पेन हुँदैन। हामी एकअर्कासँग, पेसेन्ट र हामी बोल्दा बोल्दै यो सर्जरी आरामले सकाउँछौँ। यो सर्जरी गर्न कति समय लाग्छ त? एनेस्थेसियापछि लगभग 45 मिनटदेखि 1 घन्टासम्म यो सर्जरी सकिन्छ। यो सर्जरी गरेपछि आफ्टर केयरहरू के हो त? सर्जरी गरेपछि 1 हप्ता जति तपाईँलाई रेस्ट चाहिन्छ। हेभी एक्सर्साइजहरू गर्न मिल्दैन। हल्का वाकिङ मात्र गर्न मिल्छ। सर्जरी गरेको इमिडिएटली भोलिपल्ट हामी ड्रेसिङलाई बोलाउँछौँ। ड्रेसिङ एकचोटि मात्र गर्ने हो, त्यसपछि खासै ड्रेसिङ चाहिँदैन। सिधै 1 हप्तापछि हामी टाँका काट्न बोलाउँछौँ। टाँका काटिसकेपछि पनि 1 हप्ता अझै एन्टिसेप्टिक मलम हल्का लगाइराख्नु पर्ने हुन्छ। त्यसपछि मात्रै तपाईँलाई इच्छा लाग्छ भने आई मेकअप गर्न सक्नुहुन्छ।